फेरि एउटा अर्को प्रोडक्ट भनेको चाहिँ एउटा मलाई यो ट्राइपोड आएको छ हैन। देख्नमा चाहिँ यो ट्राइपोड जस्तो देखिन्न, तर यो ट्राइपोड प्लस अनि तपाईले फोटो खिच्ने बेला चाहिँ सपोर्टको काम पनि गर्छ हैन यसले। अनि यसलाई चाहिँ तपाईँ अब सेल्फी स्टिकको रूपमा चाहिँ यसरी पनि युज गर्न सक्नुहुन्छ हैन। यसरी अब यसलाई चाहिँ यसको लेन्थ चाहिँ धेरै लामो छैन हैन, लेन्थ चाहिँ त्यस्तो लामो छैन, बट युज चाहिँ यसको चाहिँ तपाईले राम्रोसँग युज गर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ एउटा ब्लुटुथ सटर बटन पनि दिएको छ। यो चाहिँ रिचार्जेबल हो हैन, यसमा टाइप सी को पोर्ट छ अनि त्यसलाई रिचार्ज गर्यो भने चाहिँ रिचार्ज हुन्छ हैन। अनि अर्को यसको फङ्सन भनेको चाहिँ यो चाहिँ सानो छ, कम्प्याक्ट छ हैन, तपाईले इजिली बोक्न सक्नुहुन्छ यसलाई चाहिँ। भिडियो तपाईँ डेली लाइफमा आफ्नो भिडियो बनाउनुहुन्छ भने चाहिँ यो सस्तो नि छ, त्यस्तो महँगो पनि छैन हैन। अनि युज चाहिँ बेनिफिट चाहिँ यसको धेरै छ के। तपाईले अब किन्नुभयो भने चाहिँ अब तपाईले पक्कै नि मन पराउनुहुन्छ यो प्रोडक्ट चाहिँ। यसलाई चाहिँ यसरी घुमाउन नि मिल्छ के, जति नै घुमाउन मिल्छ के यसलाई। 360 डिग्री रोटेट गर्छु भन्दा नि मिल्छ के यसरी। यो चाहिँ यसको प्रोडक्टको विशेषता हो। मलाई चाहिँ यो प्रोडक्ट साच्चै राम्रो लागेछ हैन। मैले नि अब भिडियो बनाउँदाखेरि हरेक बेला चाहिँ अब अरु प्रोडक्टहरु नि छ मसँग नभएको हैन कि, अब कुनै बेला कस्तो हुन्छ अरे अब हतारमा जाने बेला एउटा सानो प्रोडक्ट लिउँ, त्यस्तो ठुलो प्रोडक्टहरु नलिउँ भन्ने सोच्ने हुन्छ। त्यही भएर चाहिँ यो प्रोडक्ट चाहिँ मैले सेलरसँग रिक्वेस्ट गरेको। अनि तपाई नि यस्तै प्रोडक्ट चाहनुहुन्छ भने चाहिँ मेरो येलो बास्केटमा क्लिक गरेर त्यहाँबाट लिन सक्नुहुन्छ। प्रोडक्ट चाहिँ एकदमै राम्रो छ है।